This is the day 15 of building habit series. आजको रुटिन अनुसार मेरो आज अप्पर बडीको वर्कआउट थियो। त्यसैले म वर्कआउट गर्नुभन्दा अगाडि वार्मअपहरू गर्न थाल्छु। आफ्टर वार्मअप म चेस्टको लागि क्यालिस्थेनिक एक्सर्साइजहरू गर्न थाल्छु। या सायद बडी वेट वर्कआउटहरू नै क्यालिस्थेनिक हो कि के हो, म चाहिँ त्यसमा कन्फ्युजन छु। कमेन्ट सेक्सनमा भनिदिनु होला है कसैलाई थाहा भने। चेस्टको लागि म नर्मल पुसअप, डायमन्ड पुसअप, आर्चर पुसअप र क्यालिस्थेनिकको एकदमै मेन पुसअप सुडो पुसअप पनि गर्छु। र मेरो पर्सनली फेभरेट माइक टाइसन पुसअप गर्छु जसले एकैचोटि चेस्ट, एब्स र लेग्सलाई टार्गेट गर्छ। चेस्टको वर्कआउट सकिएर म ब्याकको लागि वर्कआउट गर्न थाल्छु, जो मैले सधैँ पुलअप मात्रै गर्छु ब्याकको लागि। 4 सेट म्याक्सिमम रेपिटेसनमा पुलअपको वर्कआउट गर्छु र पुलअपको साथै म अस्ट्रेलियन रोज पनि गर्छु, जसले ब्याकलाई डेभलप गर्नुको साथै पुलअप गर्न सजिलो बनाउँछ। यसरी नै मेरो आजको वर्कआउट कम्प्लिट हुन्छ र यो रहेको छ लास्टमा मेरो बडी कन्डिसन। तर भित्र लाइटमा गरेको र यहाँ बाहिर निस्केर गरेको बडी कन्डिसन छुट्टै देखेको छ, जसमा चाहिँ बाहिर निस्केर गर्दा चाहिँ मैले त खासै डेभलप भएको जस्तो लागेन। एन्ड दिस मच फर टुडे, हेभ अ नाइस डे।